तपाईहरुले सम्पूर्णमा नमस्ते र तपाईहरुले देख्नुहुँदैछ आज हामी नारी कल्याणका दिदीबहिनीहरु सबै सजिएर बसेको देख्नुहुन्छ सभ्य अनि भव्य बनाउनका निमित्त छौ भन्दा आज एक अध्यक्षको खाँचो पर्दछ तसर्थ नेपाली नयाँ सालको यस सांस्कृतिक कार्यक्रमका अध्यक्षको भार हाम्रा बिजनबारी भेगका मात्र नभएर सबैलाई र त्यसकै हाम्रा साहित्य प्रेमीका खेल मैदानमा तपाईले देख्न सक्नुहुन्छ अति नै मान्छे धेरै कम्ती मात्रामा मात्र छ हेर्नलाई व्यक्तित्व साहित्य अकादमी मलाई दिनु मलाई दिनु मलाई दिनु न अब कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु तिम्रो छोराले दिदैन त तिम्रो छोराले अब हामी समक्ष स्वागत सम्भाषणको कार्यक्रम रहेको छ हाम्रा विशिष्ट अतिथिगण मध्ये हामीलाई उहाँले पनि सधैँ सहयोग पुर्याउनुहुन्छ पुलबिजनबाट सम्पूर्ण देख्नुहुँदैछ यहाँ हाम्रो साथी सिल्क फिल्कीको लस्सी र हामी लस्सी खानु सबैजना दिदीबहिनीहरू आएको छौँ हेर्नु होला यसको लस्सी खानु लस्सी 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 को खाने लस्सी हामीलाई पहिला दिनु होला फेरि तिम्रो हुन्छ खेला तपाईँले हेर्नु सक्नुहुन्छ नयाँ सालमा ढुङ्ग्रो पनि रहेछ साइराम ढुङ्ग्रो त कहिले चुस्नु पर्ने ढुङ्ग्रो चाहिँ कति रुपियाँ ए हाम्रो भाउजूको ल यो त के पर्यो यो के हो यो रक्सी हर्च र गुराँसको वाचिपाम छ र यहाँ के हो यो पुच्का पुच्का पर्ने बहिनी भयो हेर्नु होला यति राम्रो हेर्नु होला ल हाम्रो नानीहरू नानी त हेर त आम्मै के राम्री नानी के नाम हो तिम्रो अग्रिपा तिम्रो आइचल के देश हो नानी है के देश हो गुरुङ देश यताको तिम्रो तिमान गुरुङ हो आइचल गुरुङ देश ल यता त के पाइन्छ भैँसीको मोमो अनि पचाउनीहरू मोदक जाँड यो चाहिँ पचाउने है पैसा लामो त हाम्रो यसलाई पठाइदिनु मन पर्यो कस्तो खाँदा पठाइदिनु सेवा र बहिनी के होला हजुर के पाइन्छ मोमो तपाईँले देख्नुहुँदैछ यहाँनिर नयाँ सालको उपलक्ष्यमा बहिनीले राम्रो राम्रो दोकान अरे वाह यस बहिनी यस के खानुपर्ने त्यो यो भेज पकौडा अब बोलाउँछु ल साथीहरूलाई त्यो हो ल गाइस हामीले त अहिले जुस खाँदैछौँ के पो लस्सी खाँदैछौँ लस्सी तपाईँ हेर्नु सक्नुहुन्छ हामीले लस्सी खाएको हाम्रो दिदीबहिनीहरू सबले लस्सी खाइसक्यो र अब मेरो पाली लस्सीको त यहाँ जाडको स्टाइलले भइरहेको छ हामीलाई शीतल के खाएको लस्सी चियास गरौँ लस्सी चियास तपाईँहरूले देख्नुहुन्छ यहाँ नयाँ मान्छे देख्नुहुँदैछ यहाँ हुनुहुन्छ मेरो भाउजू तपाईँ कहिले आउनु भएको
शुक्रबार आएको शुक्रबार आउनुभएको आज मात्रै भाउजूले मेरो भेट्न यहाँनिर भाउजू तपाईँ कहाँ हुनुहुन्छ म त काठमाडौँबाट आएको होइन अब जाने हो क्यालकाटा जाने हो हेर्नुहोस् मेरो भाउजूको क्याटाप हेर्नुहोस् ल कति राम्रो देखेको छ मेरो भाउजूलाई हेर्नु न भाउजूलाई के भन्छ होला यो चन्द्रहार चन्द्र चाँदी भयो के हुन्छ त्यति ए त हुन्छ भाउजू हुनुहुन्छ त हजुरहरूले देख्नुहुँदैछ यहाँ आज के भयो र नेपाली पहिलो वैशाखमा यहाँ एकजना नेपालबाट आउनुभएको छ बहिनी र नेपालबाट आउनुभएको बहिनीले यहाँ जाड पनि ल्याउनु भएछ बहिनी नमस्ते बहिनीले जाड आफै बनाउनु भएको बहिनी यो कति होला यसको दाम कति प्राइस कति होला एक गिलासको 30 रुपियाँ र चाखिदिउँ न एक गिलास है छिटो होला बहिनी मलाई पनि ढिलो भइसक्यो कि पछाडि गला उता क्यामराम्यानहरू पछाडि पछाडि हुन्छ अब लास्टमा यो खानाको आइटम हेर्नु होला है जसको चटनी मासु अनि सबैजनाले खानुहुँदैछ थ्याङ्क यू फर वाचिङ बस ब्लग हेरिदिनु भएकोमा धेरै 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 धन्यवाद तपाईँले देख्नुहुन्छ हाम्रो टोकनमा ब्लग हामीलाई टिमका भाइहरूले र त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद सम्मान गर्नुभएकोमा खै हाम्रो ग्रुपहरू अब हामी सबैजना घरको तर्फ लागेको होला सबैजनाले थ्याङ्क यू